हेर मलाई मलेसियामा पहिला यसरी बस्दै सेन्ट्री यो चाहिँ दुश्मन आउँछ भनेर उसले चाहिँ उता अरू चाहिँ यता साथीहरू चाहिँ रेस गरिरहेको छन् पछाडि ऊ चाहिँ यो अगाडिमा दुश्मन आइहाल्यो भने उसले चाहिँ प्रोटेक्ट गर्छ। पहिलाकोहरू चाहिँ जङ्गलमा यसरी बस्थे। यो चाहिँ सिग्नलर भन्छ, आफ्नो आफ्नो ट्रेड भन्छ नि। यिनीहरू चाहिँ कम्युनिकेसन पास गर्ने कि सिग्नलहरू खाना हो त्यसरी पकाएर खान्थे मेस्टिनमा। त्यो त धेरै पहिलाको, अहिले यस्तो सक्यो। पुरा रेडियोमा मेसेज दिँदैछ अनि उनीहरू सुत्ने हो त्यसरी जङ्गलमा गरेर। यस्तै हुन्छ जङ्गलमा नि। मलेसियाको ठुलो जङ्गल हुन्छ नि त। तिमी त त्यो नाइटमा त अब तिमीहरू निस्क्यो भने त हराउँछ त्यहीँ नै। यस्तै चराचुरुङ्गी गरेर आएको हुन्छ है जङ्गलमा। देख्यौ नि चराचुरुङ्गीहरू आकाश गरेर आएको यस्तै हुन्छ। जङ्गलमा यस्तै ठुलो जङ्गल यस्तै हुन्छ जङ्गलमा। पानी पच्छ यस्तै हुन्छ साथलगै जङ्गलको। फोक्लेन वार भन्छ नि। यो रामबहादुर भिसी गएको 1 वर्ष भयो मरेको भिसी। उनले यतिखेर पाएको भिसी। यिनीहरू बुर्नाईमा अब मलेसियातिर होइन ठुलो जङ्गल हुन्छ नि त, गाडी जानु सक्दैन। अनि हेलीले रासन झारिदिन्थ्यो। के गर्ने अब त्यो पनि छैन। यस्तै जङ्गल चाहिँ फाँडेर हेलीले हो त्यसरी अन्डरसिलिङ गरेर रासन झारिदिन्छ। बोट पटल हिँडेको यस्तै हुन्छ। सटलकै बुर्नाई मलेसियातिर जङ्गल ठुलो हुन्छ जङ्गल है, रुख यस्तो हुन्छ। यो 1982 मा फोक्ल्यान्ड वार हो। यो वारमा चाहिँ हाम्रो चिनेको मान्छेहरू चाहिँ मुमाको दाई ए हुनुहुन्छ। अनि दिलकुमार बाजेहरू, मखमी बाजेहरू 4-5 जना छन् यसमा पस्ने। 82 मा